रातारात रवि लामिछाने र बालेन शाहको यस्तो सहमतिले राजनीतिमा ठूलो तरङ्ग। रवि र बालेनको भेटपछि असीम शाहले भने कथाको सुखद सुरुवात। बालेन र रवि लामिछाने एउटै गाडीमा बाहिरिए। 5 घण्टापछि सकियो रवि र बालेनको भेटवार्ता। नेपाली राजनीतिमा नयाँ अध्याय कोरिँदै। नेकपा एमालेमा ईश्वर पोखरेलको चेतावनी, पार्टीले सम्मानजनक व्यवहार नगरे परिणाम अप्रिय हुन सक्छ। के पार्टी फुट्नको सङ्घारमा पुगेको हो त? एमाले महाधिवेशनपछि ईश्वर पोखरेल आक्रोशमा। दिउँसो ओली र देउवा गफिए, राति रवि र बालेन शाहको पालो। रवि र बालेन शाह एउटै गाडीमा बाहिर निस्किए, फ्यानहरूमा खुसियाली। घण्टामा सकियो रवि र बालेनको भेटवार्ता। हर्क साम्पाङको सातो गयो। के भयो त रवि र बालेन शाह बीच 5 घण्टामा छलफल। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बयान दिन नमाने। पक्राउ गरेरै भए पनि बयान लिने तयारी हुँदै सेना परिचालन गरेर पक्राउ गर्ने तयारी गरिरहेको जिकिर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको दमबली सरकारलाई अप्ठ्यारो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेटवार्ता। दलले भाग नलिने चुनावमा अर्थ हुँदैन। राजेन्द्र पाण्डे सर्वपक्षीय बैठकमा काङ्ग्रेसको माग, पूर्व प्रधानमन्त्री स्थान हद हटाइयोस्। अध्यक्षमा निर्वाचित भए लगातै महासचिवलाई साथमा राखेर देउवासँगको संवादमा केपी शर्मा ओली। वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक भएको बडालको जिकिर। सुनकोशी मरिन डाइभर्सन बहुद्देशीय आयोजनाको ठेक्का तोडेपछि मूल्याङ्कन गरिँदै। सरकारले फागुन 21 मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन। महेश बस्नेतको जिकिर। तारिख बुझ्न अदालतमा पुगेका रविले भने ओलीले लगाएको गुण तिर्दैछु। काङ्ग्रेसको चेतावनी, निर्वाचन समयमा नभए प्रधानमन्त्री र राष्ट्रपतिमाथि प्रश्न उठ्छ। 500 रुपियाँको ज्याला विवादमा भक्तपुरमा सहकर्मीको हत्या। सेनामा यदि राजनीतिक महत्वाकांक्षा हुन्थ्यो भने आज हामी यो अवस्थामा हुन्थेनौँ, सेनापतिको भनाई। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काङ्ग्रेस सहितका 69 निवर्तमान सांसदको हस्ताक्षर तयार। भोलि दर्ता गरिने। काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बीच भेटवार्ता अत्याधिक चिसो बढेपछि वीरगञ्ज महानगरले सबै विद्यालय 3 दिनका लागि गर्यो बन्द। माइतीघर मण्डलाबाट 8 जेन्जी युवा प्रहरीको नियन्त्रणमा। तानसेन पर्यटन प्रबन्धन गर्न चित्रकला तथा फोटो प्रदर्शनी। शङ्कर पोखरेल लिएर देउवा निवासमा पुगे केपी शर्मा ओली। के विषयमा भयो त छलफल। राष्ट्रपालले भन्यो निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती। विद्या भण्डारीले भनेको जस्तो राज संस्था पुनर्स्थापनामा कति छ त सम्भावना? किन भनिन् त पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो। प्रधानमन्त्रीलाई काङ्ग्रेसले भन्यो शीर्ष नेतासँग संवाद गर्नुहोस्, दुश्मनी साधेर निर्वाचन गर्न सकिँदैन। केरुङ आउजाउ गर्ने सीमा पास नवीकरण। चर्चित नेता प्रहलाद गिरीसहित विभिन्न जिल्लाबाट 40 भन्दा बढी एमाले नेता नेकपामा प्रवेश। समानुपातिक बन्दसूची पेश गर्ने म्याद थप्न काङ्ग्रेसको आग्रह। सर्वदलीय बैठकमा नेकपा चुनाव नभए संसद पुनर्स्थापना हुन सक्ने कुरामा क्लियर बनौँ। प्रधानमन्त्रीलाई एमाले भन्यो चुनाव फागुनमा हुन्छ भन्नेमा विश्वस्त छैनौँ। र सर्वपक्षीय बैठकमा एमालेको प्रश्न, नेताहरू ढुङ्गा खाइरहेका छन्। फागुन 21 मा चुनाव हुन्छ भनेर कसरी पत्याउने? सङ्खुवा सभामा 3 जना फरार अभियुक्त पक्राउ। सुनकोशी मरिन डाइभर्सनको नयाँ टेन्डर प्रक्रिया अगाडि बढाउन मन्त्री घिसिङको निर्देशन। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरुलाई टप खबर टिभीमा। सदा जस्तै टप खबर टिभीमा आज पनि नयाँ ताजा समाचारको साथमा फलोअप रिपोर्ट सँगै उपस्थित भएका छौं। कृपया यो भिडियोलाई अन्त्यसम्म हेरी हामीलाई साथ दिनुहोला। दर्शकबिन तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिनुहोला। दर्शकबिन तपाईहरुले यो भिडियो कुन ठाउँदेखि कहाँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ, पहिलो पटक हेर्दै हुनुहुन्छ या तपाईहरु रेगुलर हेर्ने गर्नुहुन्छ, कृपया कमेन्ट बक्समा सानो कमेन्ट छान्न भने झर्को नमानिदिनु होला। दर्शकवृन्द अब सुरु गर्छौं पूरा समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह बीच भएको भेटवार्तापछि सकारात्मक प्रतिक्रिया सार्वजनिक भएको छ। रासपाको केन्द्रीय सदस्य असीम शाहले वार्तालाई कथाको सुरुवातको रूपमा चित्रण पनि गरेका छन्। उनले भनेका छन् करिब 5 घण्टा चलेको वार्ता लगातै मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै शाहले लेखेका छन् अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई छ। सोमबार राति राष्ट्रपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर शाह प्रमुख बीच कमल पोखरीमा असीम शाहको घरमा लामो भेटघाट भएको थियो। स्रोतका अनुसार करिब 5 घण्टा चलेको छलफलमा सोमबार साँझ 8 बजेदेखि मंगलबार बिहान 1 बजेसम्म निरन्तर भएको थियो। भेटवार्ताका लागि राष्ट्रपाको तर्फबाट सभापति रवि लामिछाने सहित उपसभापति डीपी अर्याल सहभागी थिए भने बालेन समूहबाट मेयर बालेन शाह सहित वार्ता समिति संयोजक कुमार बेन पनि उपस्थित रहेका थिए। वार्तामा सभापति रवि लामिछाने र मेयर शाह एउटै गाडीमा बैठक स्थलबाट बाहिर आएपछि सन्देश सकारात्मक गएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुण तिर्न अदालतमा तारिकका लागि धाउनु परेको भन्दै कटाक्ष गरेका छन्। सोमबार तारिक बुझ्न काठमाडौँ जिल्ला अदालत पुगेका लामिछानेले केपी ओलीले आफूलाई गुण लगाएको भन्ने गरेको र त्यही गुण तिर्नका लागि सबै जिल्लामा 7 दिन तारिकमा लागि जानु परेको बताएका छन्। देशभरका अदालतमा धाउनु पर्दा जिउभरि किला ठोकेको जस्तो महसुस भएको उनको भनाइरहेको छ। लामिछानेले अबको 7 दिनभित्र सबै अदालतमा गएर हाजिर गर्नुपर्ने अवस्था रहेको सुनाउँदै उच्च अदालत तुलसीपुरको बुटोल इजलासले बिगो बापत जमानत लिएर रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रिहा भएका हुन्। रिहा भएका रवि लामिछानेका सबै जिल्लाहरूमा मुद्दा चलिराखेका छन्। ती मुद्दाको तारिक बोक्न र ती मुद्दाहरूलाई सल्ट गर्नको लागि उनी लागि परेका छन्। त्यस्तै नेकपा एमालेका नेताले आगामी फागुन 21 गतेका लागि तय गरिएको निर्वाचन हुनेमा विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ। सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमाले सचिव महेश बस्नेतले सो कुरा बताएका छन्। उनले दलका नेतामाथि अहिले पनि स्थान हद हिँडडुलमा बन्देज लगाएका कारणले तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वास गर्न सकिने अवस्था नरहेको बताएका छन्। सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाएका छन्। बैठकमा उनले भने निर्वाचन भयरहित निष्पक्ष र धाँधली रहित हुनुपर्छ। दलका नेताहरूमाथि अहिले पनि स्थान हद लगाइएको छ। म नै 5-7 जिल्ला जाँदा ढुङ्गा खाएर आएको मान्छे हो। हामीले ढुङ्गा खाए बापत खुसियाली मनाएकै छौँ। यस कारणले फागुन 21 मा चुनाव हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौँ। निर्वाचन कानुनमा नो भोटको प्रावधान राख्ने प्रस्ताव आएको सन्दर्भमा उनले यदि 21 गते चुनाव हुन सकेन र मिति सर्यो भने संसद पुनर्स्थापना हुन्छ कि हुँदैन भनी प्रश्न गरेका छन्। सचिव बस्नेतले 6 महिना भन्दा बढीको संवैधानिक रिक्तता हुन नहुनेमा जोड दिँदै सरकारले अहिले लोकतान्त्रिक पद्धति मिचेर धमाधम अध्यादेश ल्याइरहेको भन्दै आपत्ति जनाएका छन्। उनले सरकारको यस्तो कार्यशैलीले चुनावी वातावरण झन अन्योलतापूर्वक बनेको टिप्पणी समेत गरेका छन्। नेकपाका नेता वर्षमान पुन अनन्तले आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सार्न नमिल्ने स्पष्ट धारणा राखेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको निर्वाचन कानुन र व्यवस्था सम्बन्धी सर्वपक्षीय छलफलमा बोल्दै पुनले निर्वाचनमा जान आफूहरू तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारमा भएको छलफलमा पूर्व मन्त्री समेत रहेका पुनले पछिल्ला 3 महिनामा धेरै प्रगति भएको उल्लेख गर्दै भने हामी चुनावमा जान हार्न पनि तयार छौँ। उनले पार्टीलाई नयाँ ढङ्गले अपडेट गर्न पनि तयार रहेको बताएका छन्। पुनले 6 महिनाभित्र संसद नआए त्यसको विकल्पमा सडकबाट आउन सक्ने चेतावनी दिएका छन्। सबैले चुनावबाट निकास खोजौँ भन्ने कुरा ठिक छ। उनले भने निर्वाचन घोषणा भइसकेपछि नियम परिवर्तन गर्न नहुनेमा जोड दिँदै पुनले खेल सुरु भइसकेपछि नियम बदले द्वन्द उत्पन्न हुन सक्ने बताएका छन्। चुनावको म्यान्डेट पूरा गर्न जे चाहिन्छ त्यसमा हामी सहयोग गर्न तयार छौँ, तर विश्वव्यापी मान्यता र हाम्रो व्यावहारिक अनुभवले पनि खेल सुरु भएपछि नियम बदल्नु हुँदैन भन्ने देखाउँछ उनको भनाइरहेको थियो। विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार दिनुपर्ने माग जायज भए पनि निर्वाचन आयोगले के गर्न सक्छ र के सक्दैन भन्ने विषयमा प्रश्न पार्नुपर्ने उनको भनाइरहेको छ। सबै देशमा सम्भव नभए 1-2 देशमा पाइलट प्रोजेक्टको रूपमा सुरु गर्न सकिने उनको भनाइरहेको थियो। पुनले सरकारले फागुन 21 गते निर्वाचन धकेल्ने कुनै कारण नभएको भन्दै समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा धारणा व्यक्त गरेका छन्। त्यस्तै प्रतिनिधि सभाको फागुन 21 का लागि तोकिएको निर्वाचनमा अन्तर्जिल्ला भोट गर्ने व्यवस्था हुन्छ कि हुँदैन भनेर जेनजी प्रतिनिधि भावना राउतले सरकार र निर्वाचन आयोगसँग प्रश्न गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा बोलाएको राजनीतिक दल निर्वाचन आयोगको सुरक्षा निकाय र नागरिक प्रतिनिधिहरू बीचको बैठकमा राउतले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ अन्तर्जिल्ला भोट हाल्ने व्यवस्था गर्नुपर्ने माग राखेकी हुन्। अन्तर्जिल्ला भोट हाल्ने कानुनी व्यवस्था गरेर कार्यान्वयन गर्नका लागि लामो समयदेखि जेनजीले विदेशमा रहेका नेपाली र अन्तर्जिल्ला भोटिङको माग गरिएको राउतको भनाइरहेको छ। सरकार र निर्वाचन आयोगले भनिदिनु पर्यो प्रत्यक्ष र समानुपातिकमा अन्तर्जिल्ला भोट गर्ने व्यवस्था हुन्छ कि हुँदैन, अन्तर्जिल्ला प्रत्यक्ष र समानुपातिकको सम्भव छ कि छैन भनिदिनुस्। उनले भनिन्, म 16 वर्षको हुँदाखेरि मतदाता परिचय पत्र बनाएको, तर अहिलेसम्म मतदान गर्न पाएको छैन। म काठमाडौँमा काम गर्छु, मेरो घर झापा हो। मैले चुनावका लागि 10,000 तिरेर झापा जाने अवस्था सरकारले बनाएको छैन। मेरो मत अधिकार नखोसिदिनुहोस्। विगतमा पनि अन्तर्जिल्ला भोटिङको व्यवस्था भएको स्मरण गराउँदै राउतले भनिन्, यो पटक पनि अन्तर्जिल्ला मतदान हुने हो भने शहीद र घाइतेहरूको अपमान नहुने हो भने शहीद र घाइतेको अपमान हुन्छ, यो नहुने हो भने सरकारले हात उठाइदिनुहोस्। तपाईँहरूको प्राथमिकता निर्वाचन होइन भन्ने स्पष्ट हुन्छ उनले बताएकी छन्।
उता एमाले सचिव महेश बस्नेतले आगामी 21 फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि सुरक्षाको वातावरण छ कि छैन भनेर प्रश्न गरेका छन्। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको निर्वाचनमा कानुन व्यवस्थापन बारेमा सर्वदलीय छलफलमा उनले जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारको अवस्था के छ भनेर प्रश्न गरेका छन्। लुटिएको हतियार कता छन्, तिनको हालखबर के छ, सूचना छ कि छैन, भागेका कैदी कुन अवस्थामा छन्, उनले प्रश्न गरेका छन्। दलहरू निर्वाचनको वातावरण बनाउन लागेका छन् कि छैनन् भनेर पनि प्रश्न नगर्न उनले आग्रह गरेका छन्। राजनीतिक दलहरू सधैँ चुनावका पक्षमा रहेको उनले भनाइराखेका छन्। त्यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राजा ज्ञानेन्द्र शाहबारे गरेको टिप्पणीले राजनीतिक गरमाएको छ। नेकपा एमालेको पार्टी सदस्यता नवीकरणलाई नदिएपछि भण्डारी राजनीतिमा किनारामा रहेकी छन्। भर्खरै सकिएको 11औं महाधिवेशनमा उनले मतदान गरेको ईश्वर पोखरेलसम्म पराजित भएपछि तत्काल एमाले फर्किने सम्भावना टुङ्गिएको भण्डारीले पूर्व राजाप्रति सम्मान भाव व्यक्त गर्दै ज्ञानेन्द्रले जनताको नासो जनतालाई बुझाउँदै राजगद्दी त्यागेको बताएका छन्। गद्दी त्यागे पनि राष्ट्रको मायाले मुलुक नछाडेको प्रतिक्रिया दिँदै भण्डारीले राजनीतिकमा यस्तै तरल रहने हो भने राज संस्था फर्कन सक्ने धारणा राखेकी थिइन्। अब राजनीतिमा कुनै कुराको सम्भावना छैन भन्न त सकिँदैन, समय र परिस्थितिको खेल हो। उनले पत्रकार ऋषि धमलासँग अन्तर्वार्तामा पूर्व राजाबारे प्रतिक्रिया दिँदै भनेकी थिइन्, देश यस्तै तरल अवस्थामा रहिरह्यो भने फर्कन सक्दैन भनेर भन्न सकिँदैन। धमलाले उनले पुनः जोड दिएर सोधेका थिए, त्यसो भए पूर्व राजा ज्ञानेन्द्र शाह बन्न सक्नुहुन्छ त? जवाफ फर्काउँदै पूर्व राष्ट्रपति भण्डारीले भनिन्, अब राज संस्था पुनर्स्थापना भएको खण्डमा अवश्य पनि। धमलाले प्रसङ्ग बिट नमारी पुनः सोधेका थिए, राज संस्था पुनर्स्थापना भयो भने पूर्व राजा ज्ञानेन्द्र शाह राजा बन्नुहुन्छ त? उक्त प्रश्नमा भण्डारीले संक्षेपमा भनिन्, बन्नु सक्नुहुन्छ। भण्डारीले उक्त अन्तर्वार्तामा ज्ञानेन्द्रले पूर्व राजाको रूपमा आफूले चिनेको र व्यक्तिका रूपमा टिप्पणी गर्न नचाहेको बताएका छन्। कुराकानीकै क्रममा उनले पूर्व राजालाई नेपालको राज परिवारको वरिष्ठ सदस्य, एकीकरणको नेतृत्वकर्ता र राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सन्तति भएकाले पनि आफ्नो सम्मान रहेको बताएका छन्। भण्डारीले थप अगाडि भनेकी छिन्, देश अस्थिर भइरह्यो, पार्टीहरूले सम्मान गर्न सकिनन् भने त कमान कसै न कसैले गर्नु पर्यो। नेपालका विभिन्न शक्ति केन्द्रहरूले एउटै शक्ति केन्द्र पूर्व राज संस्था त हो नि त। भण्डारीले शनिबार दिएको यो अन्तर्वार्ता अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। उनको अभिव्यक्ति यस कारणले पनि चर्चामा छ किनभने राजतन्त्र ढलेपछि स्थापना भएको गणतन्त्रमा नेपालको उनी दोस्रो राष्ट्रपति हुन्। त्यो पनि दुई पटक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुख्य संरक्षकको ओहदामा पुगिसकेका व्यक्तिबाट गणतन्त्रमाथि आँच आउने गरी अभिव्यक्ति दिएको अहिले टिप्पणी भइराखेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन 21 गतेको निर्वाचनको वातावरण बनाउन सरकारलाई शान्ति सुरक्षाको ग्यारेन्टी खोजेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा संसारमा निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा गरेको छलफलमा बोल्दै राष्ट्रपति नेता सुशील खनालले शान्ति सुरक्षाको कुरा उठाएका छन्। उनले राजसभा सरकारले तोकेकै समयमा निर्वाचन गराउने पक्षमा रहेको बताउँदै अहिले यसअघि नै सभापति रवि लामिछानेले अब संसद पुनर्स्थापना होइन निर्वाचनबाट देशलाई निकास दिनुपर्ने भएको बताइसकेको पनि स्मरण गराएका छन्। खनालले तर त्यसका लागि शान्ति सुरक्षा चाहिने बताए। चुनावमा शान्ति सुरक्षा चाहिन्छ, नेता पार्टी र उम्मेदवारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ उनले भनेका छन्। निर्वाचनको क्रममा मतदाताको सुरक्षा पनि हुनुपर्छ। हामी निर्वाचनमा जान तयार छौं, तर सरकारले सुरक्षाको प्रतिबद्धता दिनु पहिलो शर्त हो उनले बताएका छन्। त्यस्तै नेकपा एमालेको सचिव महेश बस्नेतले सरकारले दलहरूसँग 1-to-1 वार्ता गर्नुपर्ने दाबी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा पार्टीको तर्फबाट बोल्दै उनले औपचारिक च्यानलबाट दलहरूसँग संवाद 1-to-1 गर्दा राम्रो हुन्छ भन्ने लाग्छ। यस्ता कुरा फोरमहरूमा त औपचारिक नै हुन्छन् उनले बताएका छन्। एउटा औपचारिक निर्णय गर्नुभन्दा अगाडि धेरै अनौपचारिक होमवर्क हुन आवश्यकता रहेको भन्दै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन्। यसो गरिए निर्वाचनको वातावरण बनाउन सकिने उनले बताएका छन्। जेनजीसँग सरकारले गरेको सम्झौताको सैद्धान्तिक पक्षमा आफूहरू सहमत रहे तापनि व्यावहारिक रूपमा कति कार्यान्वयन हुन्छन् भनेर ख्याल गर्न आवश्यकता रहेको बताएका छन्। 2056 सालदेखि नै आफूहरूले उठाउँदै आएका विषयमा पनि अहिले जेनजीले उठाएको र निर्वाचन सुधारको सन्दर्भमा निरन्तर छलफल भइरहेको उनले बताए। प्रत्येक चुनावमा यो पटक सम्भव भएन, अर्को पटक सुधार गर्ने भन्ने प्रचलन रहेको उनले स्मरण गरेका छन्। शान्ति सुरक्षाको कारणले 21 फागुनमा चुनाव हुन सक्दैन भन्ने आफूहरूको बुझाइरहेको उनले बताए। संविधान संशोधनदेखिको विषयमा सरकारले जेनजीसँग सम्झौता गरेको स्मरण गर्दै उनले सरकार आफ्नो मूल उद्देश्यबाट प्रष्ट हुनुपर्ने बताएका छन्। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। महासचिव शंकर पोखरेललाई लिएर ओली सोमबार दिउँसो देउवाको स्थायी निवासमा पुगेको हुन्। राष्ट्रिय सभा निर्वाचनको तयारीको छलफल गर्न ओली देउवा कहाँ पुगेको स्रोतले बताएको छ। यसअघि गत मङ्सिर 19 गते ओली देउवालाई भेट्न गएका थिए। त्यसै लगातै कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा पुगेको थियो।
उता मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले काठमाडौँको माइती घरमा सोमबारदेखि आन्दोलन सुरु गरेको छ। प्रदर्शनको क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। आन्दोलनका अगुवा ढुङ्गाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आन्दोलनमा उनले अहिलेको अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने बताएका छन्। यस्तै उनले देशलाई निकास नदिएर जेनजीको माग पूरा नगरी निर्वाचन गर्नुको कुनै औचित्य नरहेको धारणा राखेका छन्। आन्दोलनमा डाक्टर निकोलस भुसालको समूहले पनि सहभागिता जनाएको छ। प्रदर्शनको क्रममा भुसाल लगायतका केही जेनजीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। आन्दोलनकारीले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग अगाडि सार्दै जेनजीको माग चुनाव होइन सुशासन हो भन्ने नारा लगाएका छन्। यस्तै जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णायक अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ। परिस्थितिलाई थप बिग्रन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापन सरकारवालाहरूबीच संवादको वातावरण बनाउन सजीकरण गर्नु जिम्मेवारी निकायको प्रमुख दायित्व नै भएको स्पष्ट पारेको छ। तत्कालीन अवस्थाको बारेमा चर्चा गरिएको जङ्गी अड्डा लेखमा भनिएको छ सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासहरू समेत प्रश्न आइरहेका छन्। सेनाले कुनै राजनीतिक एजेन्डा अगाडि सारेको छैन न त सत्ता हस्तक्षेपको आकांक्षा देखाएको छ जुन हाल विकसित परिस्थितिले उजागर गरेको छ। यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण भएको छ। सेनाले संविधानको अक्षरशः र मर्म दुवै पालना गरेको स्पष्ट गर्दै लेखमा भनिएको छ सेना संविधान प्रति निष्ठावान छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ। सेनामा राजनीतिक महत्वाकांक्षा पटक्कै नभएको उल्लेख गर्दै भनिएको छ तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो। सेनामा यदि राजनीतिक महत्वाकांक्षा हुन्थ्यो भने आज हामी यो अवस्थामा हुन्थ्यौं र विद्यमान अवस्थालाई मूल्याङ्कन गरी सुरक्षा निकायलाई मजबुत बनाउन राष्ट्रको हितमा भएको उल्लेख गर्दै भनिएको छ। परिस्थितिको सतही भन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेना लगायत सबै सुरक्षा निकायलाई मजबुत बनाउन राष्ट्रको हितमा रहने बताइएको छ। मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै यो समूहले सोमबार माइती घरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरूले प्रधानमन्त्री राजीनामा दे जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर, जेनजीको माग चुनाव होइन सुशासन हो लगायतका लेखेका पेलेकार प्रदर्शन गरेका थिए। सो समूहले प्रशासनसँग अनुमति नै नलिए प्रदर्शन गरेपछि प्रहरीले हटाउन खोजेको थियो। सो क्रममा प्रहरीले केही युवाहरूलाई केही बेर नियन्त्रणमा लिएको थियो। वर्तमान सरकार जेनजी आन्दोलनको म्यान्डेट विपरीत अगाडि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरूको माग रहेको छ। जनतामा राज्यप्रतिको भरोसा कमजोर हुँदै गएकाले युवाहरूलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनको जवाफ रहेको छ। त्यस्तै मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले आज काठमाडौँको माइती घरमा आन्दोलन सुरु गरेको छ। अन्तरिम सरकारलाई दबाब दिन उक्त समूहले सोमबार बिहानदेखि विरोध प्रदर्शनमा उत्रिएको छ। प्रदर्शनको क्रममा केही जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रदर्शनका क्रममा नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओम प्रकाश रायलको राजीनामा माग गरेका छन्। उनीहरूले कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई समेट्न नसकेको भन्दै नाराबाजी गरेका छन्। भदौ 23 र 24 गते जेनजी आन्दोलनमा कार्की नेतृत्वको सरकारले तुवाउन खोजेको भन्दै सर्वदलीय सरकार गठनको माग गर्दै सो समूह आन्दोलनमा उत्रिएको छ। आन्दोलनमा डाक्टर निकोलस भुसालको समूह पनि सहभागी भएको छ। प्रदर्शनको क्रममा भुसाल लगायत केही जेनजीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासनको अनुमति नलिई कार्यक्रम गरिएको भन्दै उनीहरूलाई प्रहरीले त्यहाँबाट हटाएको जनाएको छ। मिराजको समूह अनुमतिका लागि सोमबार बिहान 10 बजेतिर जिल्ला प्रशासन कार्यालयले काठमाडौँ गएको थियो, तर उक्त समूहले प्रशासनबाट अनुमति पाउन नसकेपछि ती स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका हुन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रसभा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहबीच सोमबार राति लामो भेटघाट भएको छ। कमल पोखरी स्थित राष्ट्रसभाको केन्द्रीय सदस्य असीम शाहको निवासमा भएको छलफलमा करिब 5 घण्टा चलेको स्रोतले जनाएको छ। सोमबार साँझ 8 बजेदेखि सुरु भएको वार्ता मंगलबार बिहान 1 बजेसम्म निरन्तर चलेको थियो। छलफलमा राष्ट्रसभाको तर्फबाट सभापति रवि लामिछाने सहित उपसभापति डीपी अर्याल सहभागी थिए भने बालेन समूहको तर्फबाट बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन पनि उपस्थित रहेका थिए। रवि र बालेन शाहको 5 घण्टे वार्तापछि राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।